यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्ति देव्यस्तवै वेदै साङ्गपदक्रमोपनिषदै गायन्ति यं सामगाः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्शान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जललको शुक्राम्बराल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोकमाता चिरम्। मूकं करोति वाचालं पङ्गुलं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादादक्षामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। अतः पञ्चविंशो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्यमुनि। त्यसपछि लावण्य देशका भारदार र मन्त्रीवर्गले हात्तीलाई सुवर्णको कलश र फुलको माला दिएर राजा खोज्न लगाइरहेका थिए। अनेक लोकहरूले नाना वस्त्र अलङ्कार पहिरी ऊभन्दा ऊ राम्रो भएर राजा होइजाउला कि भनी हात्तीको अगाडि पछाडि हिँड्न लागेका थिए। नवराज ब्राह्मण पनि त्यहाँ पुगेर नजिकैको एउटा पार्टीमा बसेर राजा खोजेको रमिता हेरिरहेका थिए। त्यसै मौकामा हरिहर हात्तीमा प्रवेश गरी एउटा कुनामा बसेका नवराज ब्राह्मणलाई नजिकै गएर फुलको माला गलामा पहिराइदिई सुवर्णको कलशले अभिषेक गरिदियो। त्यो स्थिति देखेर अर्काको भाग्यको डाहा ईर्ष्या गर्ने कतिपय व्यक्तिहरू भन्न लागे, हे लोक, यो हात्ती पागल भयो। यस देशमा क्षत्रिय कोही छैनन् र यस्ता ब्राह्मणलाई अभिषेक गरिदियो। विपक्षका कसैले भने हात्ती बौलाएको होइन, तिमीहरू बौलाइरहेका छौ। मुखले नबोले पनि हात्ती देवता हो। हे मूर्ख हो, ब्राह्मण, क्षत्रिय, वैश्य अथवा शूद्र जुनसुकै जातको भए पनि नारायणको अंश नभई अथवा नारायणले नदिई राजा हुन पाइन्न। उसको भाग्यले दियो, ऊ राजा भयो। अब यसमा तर्क वितर्क नगरेर चुप लाग भनी बुझाए। अनि हरिहर प्रवेश भइरहेका गजराजले नवराजलाई सुँडले उचाली आफ्नो कुम्भस्थलमा राखेर दरबारभित्र लएर गयो। महलमा त्यहाँका गुरु पुरोहित भारदारहरूले नाना वस्त्र अलङ्कारहरू पहिराई राजोचित सम्पूर्ण सामग्री तयार गरी पूर्ण घण्टा अष्टमङ्गल उत्तम दिन लग्न ठहराई। त्यही नगरका अन्य राजाकै पुत्री लावण्यवती नाम गरेकी कन्यालाई विधि-विधानले नवराज राजालाई कन्यादान गराएर उनलाई विधिपूर्वक लावण्य देशको राजा तुल्याए। अनि मन्त्री सहित गुरु पुरोहितले भने, हे महाराज, हजुरको राज्याभिषेक भएको छैन, सबै सामग्री तयार छ, अब सब सुदिन ठहराई अभिषेक लिनुहोस्। मन्त्री गुरु पुरोहितका यस्ता वचन सुनि नवराज राजाले भने, हे गुरु पुरोहित र भारदार सज्जन हो, पहिले मेरी महातारीले नदी अरूका हातको अभिषेक कसरी ल्याउँ? चन्द्रज्योति नहर सहरको बाहिरतिर एउटा खरले तुल्याएको घर छ, त्यहाँ गोमा नाम गरेकी ब्राह्मणी बस्दछिन्। ती मेरी महतारी हुन्, तिनलाई लिन चाँडै मानिस पठाइदेऊ। यति नवराज राजाले भनेको सुनि मन्त्रीले म जान्छु भनी तत्काल अनेक थरीका वस्त्र अलङ्कारहरू लिई पालकी र फौज सहित भई चन्द्रज्योति नगरमा पुगेर त्यही गोमा ब्राह्मणीलाई प्रणाम गरी मन्त्रीले भने, हे महारानी, हजुरका छोरा नवराज लावण्य देशका राजा हुनुभयो। म उनको मन्त्री हुँ। हजुरलाई लिन भनेर मलाई पठाउनु भएको हुनाले म आएको हुँ। अब वस्त्र अलङ्कारहरू पहिरी पालिकी ल्याएको छु, चाँडो सवारी होस्।
मन्त्रीले यसरी बिन्ती गरेको र आफ्नो पुत्र नवराज राजा भएको समाचार सुनि गोमा ब्राह्मणीले मनमा आनन्द बानी स्वस्थानी परमेश्वरीको हृदयमा सम्झना गर्दै मन्त्रीले ल्याएका वस्त्र अलङ्कार पहिरी पालिकेमा बसी लावण्य देश जान भनी हिँडिन्। त्यो कुरा चन्द्रज्योति नगरका स्त्रीहरूले चाल पाएर हतारिएर हेर्न निस्किँदा कसैको कपालको केश फुकेको, कसैका पट्काको छेउ खुस्केको, कसैले छोराछोरी गएका त्यसै छाडी, कसैले भात खान लागेको पनि त्यसै छाडेर घरको बाहिर निस्के। पालकीमा बसेर यसरी फौज समेत जान लागे कि गोमा ब्राह्मणीलाई देखेर भन्दछन्, हेर स्त्री जाति भए पनि सधैँ अर्काको धिक्की जातो गरेर बाँचिरहेकी हुनाले आज मुमा बडा महारानी भइन् र पालिकीमा बसेर गइरहेकी छन् इत्यादि परस्परमा कुरा गर्न लागे। गोमा ब्राह्मणी त्यहाँबाट गएर लावण्य देशको नजिकमा पुगिन्। अनि नवराजले समाचार पाई हात्ती घोडा रथ आदि लगेर गीत वाद्य सहित सिन्दुर यात्रा गरी आफ्नो आमालाई दरबारमा लगेर साष्टाङ्ग दण्डवत प्रणाम गरी, हे माता, हजुरको तपस्या र हरिहरको कृपाले म लावण्य देशको राजा भएँ। धन्य हजुरको तपस्या र मेरो भाग्य, अब राज्याभिषेक पनि दिनुहोस् भने यति पुत्र नवराजले भनेको सुनि उत्तम दिन ठहराई सुवर्णको सिंहासनमा बसाली नवराज राजा र लावण्यवती रानीलाई राज्याभिषेक दिइन्। त्यस प्रकार राज्याभिषेक भइसकेपछि गुरु पुरोहित ब्राह्मणहरूलाई भोजन गराई दक्षिणा दिएर विदा गरी हात्ती घोडा रथ तयार पारी गीत वाद्य नाच कीर्तन गर्दै फौज समेत मुख्य राजप्रसादमा प्रवेश गरे। यति भएको 2 दिनपछि छोरा नवराज र बुहारी लावण्यवतीलाई सामुन्ने बसालेर गोमा ब्राह्मणीले राजकाजको उपदेश दिँदै भन्न लागिन्, बाबु नवराज, यो राजकाजको काम सहजै र सजिलो छैन, यो अत्यन्त कठिन र गाह्रो काम हो। किनकि राजालाई सज्जन वर्गले भन्दा परस्पर बस्ने बाठा वा धूर्तहरूले आफ्नो चातुर्यद्वारा घेरामा वा मुठीमा पारिराखेका हुन्छन् र तिनीहरूको भनाइ हुन्छ, जति कुरा ज्ञान नहुँदा व्यवहार चल्दैन, त्यति कुरा सामान्य व्यक्तिले पनि जानेकै हुन्छ। त्यस्ता सामान्य कुरा जान्नका लागि कुनै शास्त्र पढिरहनु पर्दैन। सानो दुध पिउने बालकले पनि आफ्नो स्वार्थ साधन गर्न जान्नुपर्ने वा बुझ्नुपर्ने कुरा जानी बुझिसकेको हुन्छ। तर तसर्थ राजनीतिको चक्रव्यूहमा परेर निरन्तर कष्ट भोग गर्नतिर नलागेर आफ्नो बुद्धि विवेकले आरामपूर्वक शासन चलाएर सुखभोग गर्दै रहनु पर्दछ। कतिपय राजनीतिज्ञहरूको यस्तो कथन पनि छ, 10 इन्द्रियहरूमाथि विजय प्राप्त गर्नुपर्दछ र काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य नामका यी 6वटा शत्रुलाई जित्नु पर्दछ। तथा साम, दाम, दण्डभेद यी 4 प्रयत्नहरूको खुब राम्ररी विचार गरेर स्वजन वा परचक्रीमाथि प्रयोग गर्ने विधान जान्नु आवश्यक छ। फेरि सन्धि, विग्रह, यान, आसन, द्वैध र आश्रय यी 6 थरीका राजनीतिका गुणहरूको चर्चा र त्यस्तै अनुसार व्यवहार गर्ने चिन्तनमा निरन्तर डुबिरहनु पर्दछ। केवल सुखाराममा मात्र लागि परेर राजाले आफ्नो विनाशतिर लम्कनु हुँदैन इत्यादि बुझ। फेरि बर्ता कुरा गर्ने र म राजनीतिको पण्डित हुँ भन्ने मूर्ख मन्त्रीहरू बकुल्ला जस्ता सेता अनुहार भएका र काग जस्तो काला विचार राख्ने खालका हुन्छन्। अनि राम्ररी विचार गर्ने हो भने ती सबै राजाकै धनको चोरी गरेर जाँडरसी, जुवा र नारी झिल्केर मिल्की चोरी र स्त्री हरण समेतका अति नीच काम गरेर सुखशैलमा मग्न रहेका हुन्छन्। अत यस्ता धूर्तहरूको कुरा छाडेर जो निरन्तर राजनीतिको कठिन मन्त्र चिन्तनमा व्यग्र रही नीतिशास्त्रका थरीका तन्त्र एवं गूढशास्त्रहरूको संरचना गर्ने पराशर बृहस्पति शुक्र जो भए, के तिनीहरूले व्यवहारमा विजय प्राप्त गर्न सके? के उनीहरूले आफूद्वारा नै रचना गरिएका नीतिहरूको पालना गरी विचार गरेर ल्याउने हो भने यस्ता अद्वितीय विद्वानहरूले गरेका कामहरूमा पनि सफलता र विफलता दुवैको सम्मिश्रण पाउन सकिन्छ। ठुला नीतिज्ञहरूलाई पनि अनेक धूर्तहरूले आफ्नो धूर्तताद्वारा ठगेका वा मूर्ख तुल्याएको अनेक उदाहरण देख्न वा सुन्न पाइन्छ। अथ कथनको तात्पर्य के हो भने राजाको लागि यो स्वर्ण अवसरो जनताले, दुनियाँले, संसारले पत्ताएको वंश, खानदान, भर्खरको जवानी, नवीन यौवन, अत्यन्त सुन्दर शरीर, यस्तो असङ्ख्य धन सम्पत्ति सबैलाई व्यर्थमा सबका माथि अविश्वासको कारण स्वरूप सुख सुविस्ता र यस आरामका विघ्नकारक स्वराष्ट्र चिन्ता र परराष्ट्र समेतका चिन्ता अनि नाना थरीका झ्याउलामा
लागेर व्यर्थ तुल्याउनु हुँदैन। महाराजलाई के कुराको अभाव छ र 10,000 सुरवीर लडका हात्तीहरू छन्, लाखौँ लाख तालिम प्राप्त घोडाहरू छन्। पैदल सेनाको त कडरा नै छैन। कोष खजाना समेत हिरा मोती सुन चाँदी तथा नगदी वस्तु र अन्नपात लत्ता कपडाहरूले परिपूर्ण छ। राज्यभरिका सम्पूर्ण प्रजाहरू समेत मिलेर युगौँ युगसम्म यस सम्पत्तिको भोग गर्दा पनि यो विशाल सम्पत्ति कहिल्यै पनि रित्तो हुने छैन। यसमा कुन कुराको न्यूनता भयो र अझ बढी धन कमाउन अस्तव्यस्त हुन वा रहनु परेको छ। मनुष्यको जीवन राम्ररी विचार पुर्याउने पनि अत्यन्त सानो क्षणभङ्गुर भन्न सकिन्छ। त्यसमा पनि भोगविलास गर्न सक्ने वा यौवनको उल्लास झन् थोरै दिनको हुन्छ। कतिपय मूर्ख व्यक्तिहरू धनार्जन गर्दा गर्दै त्यस धनबाट प्राप्त हुने सुख भोग गर्न नपाउँदै यो गर्छु ऊ गर्दछु भन्ने मनोरथ हृदय नै विलीन भएर जान्छ। अत हे महाराज, म धेरै बिन्ती के गरौँ? अब यो राज्यको अभिभारा आफन्त र भरपर्दा अविभक्त अन्तरङ्ग विश्वासघात नगर्ने किसिमका आफ्ना आत्मीय व्यक्तिहरूका हातमा सुम्पेर अन्तपुरमा अप्सरा जस्ता नारी सुसारी समेतका अत्यन्त राम्रा फिटी तरुणीका साँझ ख्याल ठट्टा गर्दै नाचगान बजान र मिठा तर्क अर्क आदि पान गरी समयानुसार सुख शयल गरेर आफ्नो यो उत्तम वयलाई सफल पार्नुहोस् इत्यादि भनेर राजाहरूलाई कुबाटोमा लगाएर आफू समेत राष्ट्रिय धनको दुरुपयोग गर्दै मोज गर्न र अन्तःपुरका नारीहरूमा समेत अनियन्त्रित उच्छृङ्खल भावना उत्पन्न गराई आफू स्वच्छन्द भएर आनन्द गर्ने इच्छा भएको र राजकीय कोषागारको शोषण गरी अपव्यय गर्न खोज्नेसित सदैव सजग र सतर्क रहनु यी आफ्ना पुराना खानदानी इमान्दार कर्मचारी हुन् भन्ने ठानेर यस्ता व्यक्तिमाथि बढी श्रद्धा र विश्वास पनि नगर्नु। मुख्य कुरा राजाले प्रजामा कहीँ पनि अन्याय वा अत्याचार हुन नदिनु। राजालाई विश्वासमा पारी जानी नजानी हाकाहाकी प्रत्यक्ष धन चुस्ने चाटुकार र धूर्त आदि नामले व्यवहार गर्दछन् त्यस्ताबाट सजग नरहे हानि हुन्छ। फटाहा अनेक जाल रच्ने इन्द्रजाली लुच्चा उल्लु छली कपट गर्नेहरूलाई दुर्वृत्त भन्छन्। त्यस्तालाई सतर्क त्यस्ताबाट सतर्क रहनु पर्दछ। लुटेरा डाका राजनीतिक भडुवा अटेर अजोरी सामाजिक भाँट राष्ट्र र राजामा समेत द्रोही र पर्खेस भनेर दागा धर्ने खालका व्यक्तिलाई नै महासाहसिक व्यक्ति भन्दछन्। यस्ताबाट सतर्क रहनु पर्दछ। अड्डा अदालत समेतका विभिन्न राजकीय कार्यालयमा नियुक्त लिपिकार लेखाकार लेखापाल एवं महालेखापाल आदिलाई कायस्थ भन्दछन्। यस्ताले प्रजालाई बढी सताउने र दुःख दिने गर्दछन्। अत यस्ता कर्मचारीबाट झन् सतर्क रहन नसके यिनले ठुलो हानि गराउन सक्दछन्। चर र गुप्तचर विभागलाई अत्यन्त पवित्र राख्नु र तिनै गुप्तचरद्वारा राष्ट्रका ठुला र साना मध्यवर्गीय तथा निम्नवर्गीय जनताको चालचलन के कस्तो छ बुझ्नु पर्दछ। मन्त्री समेत सबै कर्मचारीहरूको यथार्थ आचरण के कस्तो छ जानी राख्नु पर्दछ। फेरि परराष्ट्रको वास्तविक स्थिति आफ्ना कूटनीतिका ज्ञाता र बाठा गुप्तचरद्वारा बुझ्नु पर्दछ। सानो ठानेर सहसा कसैलाई पनि नबुझी हेला गर्नु वा हेप्नु अनुचित हुन्छ। स्वयं आफू सतर्क र पवित्र रहनु पर्दछ। आफ्नो चरित्रमा कुनै किसिमको पनि चिन्ह दाग लाग्न नदिनु नै बुद्धिमानी ठहर्छ। धैर्य र संयम नियम आदि राम्रा गुणहरूको उपार्जन गर्ने युक्तिहरूमा लागिरहनु पर्दछ। उत्तम सङ्गत गर्नु, कुसङ्गतमा परेर साहस हिम्मत हार्ने लाछी भन्नु हुँदैन। सदैव ईश्वरको केवल भगवानको विश्वास र मद्दत लिनु, उद्देश्य ठुलो राख्नु, सानो वा नगण्य लक्ष्य कहिल्यै नराख्नु, कुडी व्यक्तिको सम्मान गर्न पछि नसर्नु। आफ्नै पुत्र छ तर त्यो दुर्गुणी छ भने त्यसलाई झुटो प्रोत्साहन दिएर ठुला व्यक्तिलाई पछार्ने उद्योग कदापि नगर्नु। कर्मचारीहरूलाई परस्पर व्रता मिल्न नदिनु, व्रता विरोधी पार्नु पनि उत्तम मानिन्न। आडम्बरी बनेर व्यर्थ मिथ्या प्रचार तथा झुटो प्रशंसा गर्ने अथवा गराउने वा सुनाउने काम अनुचित मानिन्छन्। आफ्नो भित्री विचार कसैसित पनि नखोल्नु। तिमी हामी ईश्वरको ध्यानाचरणले नै यो महान पदमा पुग्न पाएका हौँ। हाम्रो कुनै राज नै पूर्वाधार छैन। आफ्नै खुट्टाको भरमा स्वयं उभिनेर अडिने अवस्था आइपरेको छ। अत ठुला ठुला गुणी विद्वानसित नीति विषयक शिक्षा लिइरहनु पर्दछ अनि आफू नित्य उत्साही रहनु पर्दछ। हे नवराज, यी मैले सुनाएका र
अन्यान्य कुरा पनि सावधान रहेर मनमा स्मरण गर्दै यो राज्य सञ्चालन गरेमा तिमी सफल राजा हुनेछौ, तिम्रो राज्य पनि अकण्टक रहनेछ। इति शेषकन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमारगत संवादे शेषोस्ताने परमेश्वराय व्रतकथायां नवराज राज्याभिषेक नाम पंचमीषु अध्याय। अतः षड्विंशो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य। त्यसपछि एक दिन नवराज राजाले आफ्नी माता गोमा ब्राह्मणीसित बिन्ती गरे, हे माता श्री स्वस्थानी जगदीश्वरीको कृपाले हामी यहाँ आएर राजा भयौँ। अब आफ्नो राज्यमा जति ब्राह्मण छन् ती सबैलाई डाकी भोजन गराई श्रद्धापूर्वक दक्षिणा दिने मेरो इच्छा छ। फेरि यस जन्ममा दान गर्न नसके अर्को जन्ममा त्यसको फल अवश्य प्राप्त दान गर्न सके अर्को जन्ममा त्यसको फल अवश्य प्राप्त गर्नेछौँ। यति पुत्र नवराजले भनेको सुनि गोमाले भनिन्, हे पुत्र नवराज, तिमीले राम्रो कुरा भन्यौ, तिम्रो धर्ममा चित्त लागिरहोस्। यति भनेर मन्त्रीलाई डाकी सामग्री तयार गर्न लगाई सबै ब्राह्मणहरूलाई निम्ता गर्न पठाउँदा चन्द्रज्योति नगरका तिम्रा मित्रहरूलाई पनि निमन्त्रण पठाउनु। फेरि तेरी पत्नी चन्द्रावती पनि माइत गएकी छ, उसलाई पनि लिन पठाउनु। यति आफ्नी महातारीले भनेको वचन सुनि नवराज राजाले हवस् भनी तत्काल मन्त्रीलाई डाकेर भने, हे मन्त्री, हाम्रो राज्यमा जति ब्राह्मण छन् ती सबैलाई भोजन गराउने इच्छा भयो। जो चाहिने सामग्री छिटै तयार पार ब्राह्मणहरूलाई निमन्त्रणा गर्न पठाऊ अनि चन्द्रज्योति नगरमा मेरा मित्रहरू छन् तिनलाई पनि डाक्न पठाऊ। उता वरुणपुरमा अग्नि स्वामी नाम गरेका ब्राह्मण छन्, तिनकी पुत्री चन्द्रावती मेरी स्त्री हो, उसलाई पनि लिन डोलेहरू पठाऊ। अनि मेरा सासू ससुरालाई मेरो ज्वाइँ नवराज लावण्य देशका राजा भए आजको 4 दिनमा अवश्य आइपुग्नु भनेर समाचार पठाऊ। राजाको हुकुम सुनि मन्त्रीले तत्काल मानिस खटाई लावण्य देशका राज्यमा निवास गर्ने सबै ब्राह्मणलाई निमन्त्रणा गर्न मानिस पठाई ब्राह्मण भोजनको सम्पूर्ण सामग्री तयार पार्न लगाई। चन्द्रज्योति नगरमा नवराज राजाका सँगी मित्रहरूलाई पनि डाक्न पठाए। उता डोलेहरू चन्द्रावती रानीलाई लिन पठाउनका लागि डाके। डोलेहरू आएपछि वरुणपुरका अग्निस्वामीकी पुत्री चन्द्रावतीलाई तुरुन्त ल्याउनु भनी पठाई। डोलेहरू वरुणपुरमा पुगेर अग्निस्वामीको घर कुन हो पनि सोधेर त्यहीँका निवासी कसैले ऊ त्यही हो भनी बताइदिए। अनि डोलेहरू घर मुनि गएर बोलाए। त्यो सुनि चन्द्रावतीले झ्यालबाट हेरिन् र को हो, कहाँबाट र किन आएका भनेर सोधिन्। अनि डोलेहरू भन्दछन्, हामी नवराज राजाले पठाएर लावण्य देशबाट आएका भनी बिन्ती गरे। अनि चन्द्रावतीले फेरि सोधिन्, हे डोले हो, तिमीहरूले नवराज राजा भनेर आश्चर्यको कुरा गर्यौ। नवराज कसरी राजा भए त्यो कुरा मलाई सुनाऊ। त्यति चन्द्रावतीको प्रश्न सुनि डोलेहरूले भने, लावण्य देशमा राजा नहुनाले हात्तीलाई राजा खोज्न लगाइएको थियो। नवराज ब्राह्मणलाई देखेर हात्तीले सुवर्णको कलशले अभिषेक गरेर फुलको माला लगाइदियो। अनि सबै लोकहरूले दरबारमा लगेर राजा तुल्याए। ए रानी चन्द्रावती कहाँ छन्, उनलाई खबर गरिदेऊ। चाँडो नगए राजा हामीदेखि रिसाउनेछन्। यति डोलेहरूको कुरा सुनेर चन्द्रावतीले मनमा आनन्द मान्दै चन्द्रावती नामकी उनकी पत्नी मनै हुँ भनिन्। अनि डोलेहरूले प्रणाम गरी, हे महारानी, चाँडै जाउँ, विलम्ब नगर्नुहोस्। अनि हजुरका माता पितालाई नवराज राजा भएको कुरा र आफूलाई लिन डोलेहरू आएको वृत्तान्त सुनाइन्। अनि हजुरका माता पितालाई नवराज राजा भएको कुरा र आफूलाई डोलेहरू लिन आएको वृत्तान्त सुनाइन्। अनि तपाईहरूलाई पनि आजको 4 दिनमा आइपुग्नु भनी निमन्त्रण पठाएको रहेछ। हामीले उहाँहरूलाई चिन्नैका छैनौँ, तपाईँले नै समाचार भनिदिनु पर्यो। यति डोलेहरूले भनेपछि चन्द्रावती माथि गई आफ्ना माता पितालाई नवराज राजा भएको कुरा र आफूलाई लिन डोलेहरू आएको वृत्तान्त सुनाइन्। अनि तपाईँहरूलाई पनि आजको 4 दिनमा आइपुग्नु भनी पठाएको रहेछ, मलाई आज्ञा दिए म जाने थिएँ। यति आफ्नै पुत्री चन्द्रावतीले भनेको सुनि अग्निस्वामी अत्यन्त प्रसन्न भएर, धन्य मेरा ज्वाइँ नवराज, मेरी पुत्री पनि धन्य रहेछ। अब मेरी छोरी रानी भई मणि नाना वस्त्र अलङ्कार पहिराई। हे पुत्री, तैँले जन्म लिएको सफल भयो। अब विलम्ब गर्नु छैन, छिटै जाऊ भनी बिदा दिएर चन्द्रावतीले हवस् भनी डोलेहरूलाई खान पिउन दिई आफ्ना माता पितालाई प्रणाम गरी आफ्ना छिमेकी साथी सङ्गिनीहरूसित पनि बिदा भएर लावण्य देश जान भनी प्रस्थान गरिन्। अनि वरुणपुरका मानिसहरू भन्न लागे, हेर चन्द्रावतीले आफ्ना पुरुष
परदेश गएका मौकामा कष्ट परेकी सासूलाई एक्लै छाडेर माइत आएर बसेकी थिए। यस्ती अपराधिनी पनि रानी भई भने अनेक थरीका कुरा गर्न लागे। चन्द्रावती ब्राह्मणी डोलीमा बसेर त्यहाँबाट गई एउटा ठुलो वनमा पुगिन्। त्यो कस्तो वन थियो भने मृग आदि वनचर र जन्तु स्त्री पुरुष सहित मिलेर शीतल स्थानमा बसिरहेका कहीँ राजहंस आदि पन्छीहरू तलाउको जलमा आनन्दले खेलिरहेका, पलास गुराँस साँप आदि अनेक वृक्षका फलफुलले नुहेर शोभायमान भइरहेका, भ्रामर भए मधुकर भए यिनले गुन्जायमान यस्तो सुरम्य वनमा पुग्दा परैबाट केही अप्सराहरूले शीर्षस्थानी परमेश्वरको व्रत पूजा गरिरहेको देखे। अनि डोलेहरूले भने, हे महारानी, हामीलाई भोक लाग्यो, त्यहाँ पर केही पाए मागेर खाइ आउँछौँ, हजुर एकछिन यहीँ बस्नुहोस् भनी पधार्नीले डोली अडाई चन्द्रावतीलाई एक्लै त्यस वनमा छाडी त्यहाँ के रहेछ भनी हेर्न गए। अनि अप्सराका नजिकै पुगेर सोधे, हे देवी हो, तिमीहरू को हौ, कहाँबाट आएका, कुन देवताको व्रत गरेर पूजा गरिरहेका छौ? यति डोलेहरूले भनेको सुनि अप्सराहरू भन्दछन्, हे मनुष्य हो, यी शीर्षस्थानी परमेश्वर हुन्, यिनै ईश्वरीको व्रत गरेर पूजा गरिरहेका छौँ। हामी स्वर्गका अप्सरा हौँ। यति अप्सराहरूले भनेको वचन सुनि डोलेहरूले सोधे, देवी हो, यो व्रत हामीले पनि गर्नुहुन्छ वा हुँदैन? अनि अप्सराहरूले हुन्छ भनेपछि डोलेहरूले मनमनै प्रसन्न भएर फेरि सोधे, हामीसित पूजाको केही सामग्री छैन, अत तपाईँहरूकै संसर्गमा हामीलाई व्रत पूजा गराउनु भए राम्रो हुने थियो। यति सुनेर अप्सराहरूले डोलेहरूलाई आफ्ना संसर्गमा व्रत पूजा गराए। डोलेहरूले अर्काको भारी बोकेर ज्याला लिइराखेको द्रव्य भेटी चढाए। अनि व्रत पूजा गरिसकेपछि प्रसाद झिकेर अप्सराहरूले ती डोलेहरूलाई भने, हे भारवाहक हो, जो मनुष्यले शीर्षस्थानी परमेश्वरको व्रत गर्ला, कथा सुन्ला वा ईश्वरीको महिमाको पुस्तक लेखाई आफ्नो घरमा राखेर नित्य पुस्तकको पूजा गर्ला, त्यसमा दुःख दारिद्रता र शोक सन्ताप नाश भएर जालान्। अन्त्यकालमा दिव्य देह पाई कैलाशपुरीमा बस्न पाउला। बाटो लागेका तिमीहरूलाई श्रद्धा उत्पन्न भएर व्रत गर्यौ, तिमीहरू धन्य रहेछौ भनी अप्सराहरू स्वर्गलोकमा गई। अनि डोलीहरू पनि त्यहाँबाट फर्केर आई चन्द्रावती रानी भएको स्थानमा हाजिर भए। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमारगत संवादे शीर्षस्थानी परमेश्वरा व्रतकथायां चन्द्रावती लावण्य देशगमनं नाम षट्विंशो अध्याय। हरे नमः। कति अध्याय छ? चाहिँ 27, 28, 29, 30, 31 ठ्याक्कै 15, 16, 17, 18 4 दिनमा यति 5वटा अध्याय हुनुपर्छ। उपनयतु मंगल सकल जगल मंगलाय श्रीमान दिनकर किरण निबोधित नवन विवेचन किसां काले वर्षन्तु पर्जन्यः पृथिवी सस्यशालिनी देशोभ्यं क्षोभरहितो ब्रह्मणः सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यच्चातुता द्वार कथा प्रसंग या कुन्देन्दुतसारहार धवला या शूरवस्तावृता या वीणा वरदण्डमण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापः कायेन वाचा मनसुन्द्रायद्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्दत् सकलस्परस्मै नारायणायेति समर्पये ततः। हरे नमः। हरे नमः।
मलाई हेला तुम्ही जय देवी भगवती सारा तुम्ही जय दुर्गा देवी भगवती सारा गणपति रवि देवी इंद्र कुबेर गणपति रवि देवी इंद्र कुबेर देवता पंचायनी हो जय दुर्गा देवी भगवती सारा तुम्ही नवराज राजा स्वस्तानी का बलताल नवराज राजा स्वस्तानी का बलताल नवराज राजा स्वस्तानी का सुस्तानी माता की जय एउटा लास्ट मनले नमस्कार शेष स्थानी माता मनले नमस्कार शेष स्थानी माता
जय हो श्री स्वस्थानी परमेश्वरी हामी सबैको कल्याण गरून्। जय हो जय हो। श्री स्वस्थानी परमेश्वरीको जय हो। यहाँहरू सबैको नि जय होस्। श्री स्वस्थानी परमेश्वरीको कथा श्रवण गर्नुभएकोमा यहाँहरू सबैलाई जय जय होस्। स्वस्थानी माताले रक्षा गरून्। आजको लागि कथा र भजन कीर्तन यही समाप्त भएको छ। यहाँहरू सबै भोलि फेरि ठिक समयमा उपस्थित हुनलाई म हार्दिक अनुरोध गर्दै आजलाई बिदा हुन्छु। नमस्कार सबैको जय होस्। शुभ सन्ध्या।